हेलो यहीँ हो क्या आउँछु एकछिन लालो पर्ने एकछिन त्यही मेरो अब हामीले त केही पनि थाहा छैन अब हामी त जानेन साउदीको बारेमा यो दिपेन्द्रलाई हेर्नु मैले पटक पटक म्यासेज गरेको छु होइन वाट्सएपमा कुनै गर्दैन अब मैले त्यो टिकटको बारेमा त मलाई के नि भन्नु म आफ्नै टिकटले जान्छु भनेकै हो कि तर मलाई एक महिना सेलेरी त दिनु पऱ्यो नि त त्यसले त्यस्तो घाममा त्यस्तो धुलो खाएर त्यस्तो मलाई त थाहा छैन नभएको काम गरेर बसेको मलाई हिँड्ने बेलामा त मेरो 1 महिनाको स्यालेरी दिएको छैन 2 महिनाको स्यालेरी दिएको छैन म आउन लाग्यो अनि मैले त अहिले तपाईँलाई देखेँ त्यही त हिँड्ने बेला त मैले भने टाइमै दिएन कि भन्ने अघिल्लो दिनमा पनि त व्हाट्सएपमा एटलिस्ट भोइस मेसेज त पठाउन सकिन्थ्यो नि त तपाईँहरूलाई के भइरहेको छ म पनि त भगवान् होइन नि कसैले भनिदिन्छु भन आर विश्वासमा पाउँदिन्छु होला भन्ने त्यो त्यही दिनमा दिन्छु भनेर सेलरी दिन्छु तपाईँले मलाई खबर गर्नुभएको भएदेखि नि मलाई त थाहा छैन म पहिला वर्कसिट माग्छु म तपाईँको 1 महिना उसको 2 महिना म त्यो मौखिक रूपमा बताउँदिनँ वर्कसिट माग्छु वर्कसिट अनुसारले किन केटा नेपाल आउनलाई के कारणले आउनलाई घरासी समस्याले आउनलाई कि तेरो कमजोरी कम्पनीको कमजोरीले आउनलाई कि पहिला हामीले त जडो पत्ता लगाउँछौँ किन हामी त सिस्टमबाट गइन्छ किनभने संस्था हो संस्था भएपछि सिस्टमबाट जानु पर्यो जस्तै अहिले यो भाइको हामी सिस्टमबाट गइराखेको छौँ अनि त्यसपछि उसले वर्कसिट पठाएपछि काम गर्दा गर्दै यहाँ त काम गरेको देखिएको छ काम गर्दा गर्दै तैँले चाहिँ केटालाई किन स्यालेरी दिएनस् भन्ने प्रश्न आउँछ त्यसपछि उसले कारण देखाउँछ मलाई यो भयो भनेर उसले दिन सकेन उसले मलाई टाइम दिन्छ यतिको दिन दिन सकेन भने त्यसपछि म उसलाई एक्सनको सुरु जान्छु अब तपाईँहरू त्यहाँ आफै कुरा मिलाउने आफै एमबिसी जाने अनि आफै टिकट काट्न लागेपछि त मलाई त के थाहा आफै त होइन उसैले टिकट काट हुने हो नि आफै भने एकचोटि तपाईँले मलाई चाहिँ म्याडम मेरो यस्तो यस्तो हुन लागिरहेको छ है म लाई भन्छ जहिले पनि तपाईँ अब आइन्दा फ्युचरमा पनि विदेश जानुभयो भने अब यत्तिकै इन्डिया भित्र आफ्नै तरिकाले जानुभयो भने आफ्नो ठाउँमा छ मेन पावर थ्रुबाट जानुभयो भने चाहिँ जहिले पनि मेन पावरले हेरचक्राइ गरोस् आफ्नो ठाउँमा छ होइन फोनै नउठाओस् जे उस्तो जानकारी चाहिँ गराउनु पर्छ क्या त्यसपछिबाट तपाईँहरू माथि हुन्छ क्या चाहे मेन पावरले फोन उठाओस् नउठाओस् भोइस मेसेज काम गरेको तपाईँको काम गरेको पनि छ क्या साइन गरेको कार्डै हाजिर कार्डै यहीँ छ क्या फोटो पनि छ त्यसरी चाहिँ जहिले पनि जानकारी दिएपछि चाहिँ नै हामी झुक्न जरुरी हुन्छ क्या भगवान् जसरी ढङ्लक्क अगाडि उभिदिएपछि त अनि एकछिनपछि पो चिनेको अझ म त तपाईँलाई त यहाँ बसिसकेपछि नमस्ते म्याम भयो काम देखाएर यस्तो पुऱ्याउन पो आएको हो कि जानकारी त हुन्थ्यो मैले भने अघिल्लो दिन टिकट भयो भोलिबाट स्यालेरी दिन्छु म तपाईँलाई के सिकाउँदै थाहा छ म्याडम मेरो टिकट काट्न लाग्छ भन्ने बित्तिकै मैले दिपेन्द्र मैले पठाएँ केटा 17-15 वर्ष त्यो त यहाँ आयो भने त त्यसले कतिले त्यसलाई भेट्यो भने छिर्नै दिँदैनन् क्या मैले त्यसलाई पैसा क्लियर नभइकन बरु त्यहाँ ढुकेर बस्नु टिकट एक्सेप्ट नगर्नु भनेर सिकाउँथेँ कि अनि मैले हाम्रो पेला गरेँ पैसा क्लियर नभइकन टिकट चाहिँ एक्सेप्ट गर्नु बरु क्यान्सलै होस् प्रब्लम छैन क्यान्सल भयो भने यहाँबाट म पठाउँला जेसुकै होस् त्यसको टिकट लिगली भनेर भन्थेँ कि अब तपाईँले त अझ आफै टिकट काटेर म टिकटै काट्दिनँ भनेर 2 दिन सुतेर गइदिएँ नि खाना पाइहालिन्छ त्यसको त्यस्तो कहाँ हुन्छ सम्बन्धित निकायबाट गएपछि हामीले सिकाउने काम त मैले 23 वर्ष भयो मैले पावर चलाएको छु यही पढ्दा कुरा छ हामीले मान्छे पठाउन थालेको अब 13 वर्ष हुन्छ यसको समस्या भनेको यो वर्ष मात्रै हो कि अझसम्म मलाई थाहा छैन यसको स्यालेरी चाहिँ कम्ती छ यसको तर समस्या हामीलाई आजसम्म थाहा छैन कि एक महिना स्यालेरी 3 चोटिसम्म नै हामीले लिएको हो क्या 1 महिना जब 1100 दिनलाई म्याम मलाई टिकट काट भनेको छ भनेर भन्दै तपाईँले मलाई भने म तपाईँले टिकट काट्ने ला 2 दिन ज्यादा बसेर के हुन्थ्यो त्यसले पिट्थेन मार्थेन कोठाबाट निकाल्दिन्थेन आफ्नो पैसा फसिसक्यो उता टिकटमा अनि यता पनि आउन दिएन भने भन्ने त भयो नि त हामीलाई पनि त्यस्तो भयो नि त हैन अन्त जानकारी दिनु भएको म यसो नै गर्न लाग्दिन 2 दिन ढिला हुन्थ्यो होला केही थिएन यहाँ त केही बित्नेवाला त थिएन नि त अफिस यो भाइको हामी पुरै प्रोसेसबाट जान्छौँ यसको हिजो शनिबार मैले दिनभरि हाले आएर साइन नगरेको पनि मैले दिनभरि काम गरिरहेको छु उसको
वर्कसिट पठाउँछ वर्कसिटमा उसले काममा नहुँदाको दिनको पाउँदैन काममा गएको दिनको हलुले चाहिँ के भन्यो भने मलाई पैसा किन नदिएको भन्दाखेरि तेरो एग्रिमेन्ट पुगेको छैन त्यो एग्रिमेन्टको पैसा काट्यो भनेर भन्छ क्या उसले के भन्छ भने जस्तो एग्रिमेन्टमा लेखेर रहेछ एग्रिमेन्ट त हामीले पनि हेरेर ट्रान्सलेट गरेर अब यदि राम्रोसँग पुरै नबुझ्यो भने एग्रिमेन्टको ऊ हेऱ्यो हामीले 9-10 पानाको त पुरै ट्रान्सलेट गरेर हेरेर एउटा फोटो दिन्छु ल अनि उसले पैसा तेरो एग्रिमेन्ट नपुगेछ एग्रिमेन्ट पैसा काट्छ भनेर भन्यो क्या अब उसले उसको भनाइ यस्तो हो कि मैले तपाईँलाई सिकाएको कुरा चाहिँ अब केटा नेपालमा नेपालको पनि दिन गयो सबैको दिन गयो कृषिको पनि दिन गयो सबै ठगेर फेरि किनभने अब उनीहरू सबैले एकचोटि विदेश जान्छु भन्ने निकाय गरेर मेरो हजुरबाट गयो भने चाहिँ खरच आए पनि जानकारी त्यही देखेको छ यत्रो नेटवर्किङको जमाना छ वाट्सएप छ भाइबर छ यहाँ छ इमो छ भोइस एउटा पठाइदिएपछि सक्यो के कुरा जहाँ गयो त्यहाँ इन्टरनेट हुन्छ खबर चाहिँ दिइदियो कि मैले खोजेको त्यति हो अब यस्तो भन्छ कि हलुलको कति बजे 9 बजेको त्यही त यिनीलाई पनि मैले त्यही भने त्यो काम अब उसको भनाइअनुसार चाहिँ के भयो भने उसले मलाई चाहिँ अब तेरो 3 वर्ष तैँले पुर्याएर गइस् भने तेरो पैसा पुरै दिन्थेँ मैले बोनस पनि दिन्थेँ अनि तेरो 3 वर्ष नि पुगेको छैन एग्रिमेन्टमा मैले लेखेअनुसार त्यो पुगेन भने चाहिँ तेरो 2 महिनाको स्यालेरी चाहिँ काट्छु भनेर उसले एग्रिमेन्टमा लेखेर छ 850 को दरले 2 महिनाको गरेर 1700 पैसा चाहिँ त्योभन्दा अगाडि जानु पऱ्यो भने चाहिँ तेरो पैसा काटिन्छ है भनेर लेखेर नेपाल बसेको बेलामा उहीँ हुँदाखेरि 1700 पैसा चाहिँ काट्छु भनेर त्यो लेखेर छ क्या तर त्यो त उसको ऊ अनुसार नपुगेर त्यो अनुसार नभएर हामी फर्किन बाध्य भयो त तर हाम्रो कमजोरीले हामी फर्काइदियो नि त तपाईँको माग चाहिँ के हो अब मेरो माग त त्यही हो 1 महिना स्यालेरी मलाई दिनु पऱ्यो ठिकै त मैले लेखेर तपाईँको 1 महिनाको वर्कसिट मैले त्यो टिकट गर्दा मलाई तपाईँले मेसेज नगर्नु गर्दा पनि हुन्छ धेरै इरिटेट हुने गरेर नगर्नु रिप्लाई नै नगर्ने कुरामा किन रिप्लाई नै गरेन हेर्न चाहिँ हेरिराखेको म आफै त्यसको उसको चाहिँ नि 1 मन्थको छ एकदममा 1 मन्थको छ होइन 1 मन्थको 1 मन्थकै हो 28 दिन पुरै काम गर्नुपर्छ पुरै मसँग हाजिर कार्डै छ के छ त्यही पुरानै नम्बर हो कि नयाँ के मेरो एनसिएलको त्यो पुरानो नम्बर हो त्यसको रेड जोनमा गाह्रो हुन्छ क्या अहिले केटाहरूको अकाउन्टमा रिन्यू नगरेर हाम्रो यो भाइलाई भने हो यो भाइको नम्बर एकचोटि लिनुहोस् त मोबाइल नम्बर पुरानो नम्बर कहाँ गयो अब के गर्ने त भाइ हो तिमीहरूले खुद साउसँग बसेर आफैले ट्रायल दिएर आफैले कुरा गरेर सब क्लियर गरेर गएको हुन् हामीले बोलेको होइन कुनै एजेन्टले बोलेको गाडी लिएर आफ्नै गाडीबाट ट्रायल दिएर गएको मजा के गर्नु त्यस्तो छ भने थाहा भएन अब म अरूलाई के सोच्छु भने हजुर भाइ किनभने अरू मलाई मतलब छैन होइन बिरामीलाई मात्रै हो उपचार गर्ने अरू के हो छैन तपाईँको विषयमा चाहिँ अब हाम्रो उहाँको छोराको त छँदैछ ऊ किन नेपाल आएको पहिला मैले त्यो सोध्नुपर्छ ऊ किन आएको के कमी भयो उसलाई अब उसले खोटी देखाउला आफूले खोटी देखाउला होइन किन कमी किन नेपाल आएको हो के भयो भन्छु त्यसपछिबाट लास्टमा चाहिँ उसको 1 महिनाको सेलेरी रहेछ बाँकी यो हो भनेर भन्छ उसले के मैले गाडी दिएको भन्ला यो भन्ला त्यो भन्ला 10 थरी कुरा गर्ला होइन अनि के अरे लाइसेन्स दिएको छैन होइन लाइसेन्स त्यही होइन त्यहाँको नियम कस्तो कि यहीँबाट त एग्रिमेन्टमा लेख्नुपर्छ के छ गाडी जम्मै थोत्रो छ हामीभन्दा पुरानो गाडी छ अनि तपाईँको गाडी बिग्रियो भने आफ्नो नाममा हालिदिन्छ 1100 स्यालेरीमा पनि तपाईँको थोरै गाडी बिग्रियो भने पनि आफै त्यो काटेपछि मान्छे छैन अहिलेसम्म फाइन मेरो केही छैन अधिकांशले त्यसै भन्थे कि मारेपछि भन्ने हो कि फाइन पनि हाने छैन मेरो चाहिँ अहिलेसम्म केही छैन तर मेरो स्यालेरी किन उसलाई त्यही भने रहेछ त्यो गाडीको फाइन लगाइदिन्छु भनेर चाहिँ मैले तिमीलाई फाइन लगाएको छ त भनेको अहिलेसम्म लाग्छ छैन फाइन त अनि अब हामी सँगै भोलिको कुरा नगर के अरूसँग काम गर्ने साथीहरू गरेन मान्छेहरू त भोलिको कुरा नगर भोलि के हुन्छ भन्ने कुरा के छ भाग्य बसले आज तिमी जाने दिनमा नि म यही कुर्सीमा थिएँ आज नि म यही कुर्सीमा छु भाग्य बसले भोलिको कुरा भने त चाहिँ हुँदैन राइटलाई राइट रङलाई रङ भन्नुपर्छ अब मैले उसलाई समाउने बाटो खोजे मात्रै हो के जहिले पनि कम्पनी अकाउन्ट र लाइसेन्सको बारेमा कम्पनी जिम्मेवारी हो 6 महिनाको रिन्यु नगरेको मेरो अगाडि 6 महिनापछि बल्ल गरे अवस्था आउँदाखेरि
अस्ति आउने बेलामा जम्मा 1 महिना पहिला अकाउन्ट बनाएको 1 महिना बनाएर रहेछ त्यसपछि 3 महिना त्यो अहिले त साउदीमा त त्यही हो अकामा त 3 महिनाको 1 महिनाको मात्रै पैसा हाम्रो कम्पनीमा त 1 वर्षको एकैचोटि गरिदिँदो रहेछ हाम्रो 2 वर्षको थियो दुबईमा 2 वर्षको एकैचोटि ए तपाईको पालोमा त हाम्रो पनि सबै कम्पनीमा 2 वर्षकै गरिदिन्थ्यो अहिले सक्दैन पहिला तपाईहरुको पालोमा के थियो भने पहिले त्यति बेला मान्छे पठाउँथे जम्मा 3000 रुपैयाँमा 2 वर्षको अकामा हुन्थ्यो अहिले के छ 12000 रियाल छ के अब 12000 त्यहाँ 50 जना वर्कर हुन्छ अनि 12000 ले त यसको लाखौं रियाल हुन्छ अनि त्यसपछि त्यही भएर यिनीहरूले 3 महिनाको गरेका छन् के अकामाको रियाल एकैचोटि 200% बढाइदिएको हो के त्यो त सिस्टम होला के हो मैले मलाई समाउने बाटोहरू खोजिरहेको उसको गलत चाहिँ देखाउनु अब के जाने हैन तिमीले अब जाने। अब 6 महिनाको पछि मेरो रिन्यू गरिदियो भने एटलिस्ट रिन्यू त गराए नि अब मैले त्यो बोल्न गरे अगाडितिर पुलिसले दिदी अब हामीले उसको चाहिँ के गर्नुपर्छ दिदी अब विवेकको लागि अब अरू त केही गर्नु पर्दैन होला अब विवेकको त्यो लागि अब उहाँहरू सरलाई हामी कल गर्छौँ केही गर्नु पर्यो भने अहिले अब सबै ट्रान्सलेट गरेर पठाइदिने हो विवेकको अब त्यही भएर यस्तो समस्या भनेर देखाएको छु अब परमान पठा भन्यो भने यहाँ मेडिकलबाट एउटा दुईवटा रिपोर्टहरू निकाल्छु म अनि उहाँहरूसँग छ हिजो बेलुका नि कुरा गरेको थिएँ अब ऊ इन्ट्रेस्ट छैन भने इट्स ओके भनेको थियो त्यही भने ठिक छ त्यही अब निकाल्नु पर्छ इन्ट्रेस्टै छैन अब त्यहाँ दबाएर राखेर के गर्छस् तेरो स्टेरिङै छुँदैन भनेको थिएँ मैले अब खर्च त त्यही टिकटको मात्रै आउने त होला फाइनहरू त उसले केही तिर्नु पर्दैन त्यहाँको होइन त्यो कम्पनीले नतिरेको त उसको हातमा परेन यस्तो हुन्छ अकामा रिन्यू गरेन भने ऊ नेपाल आउन पाउँदैन जस्तै हाम्रो भाइको पनि अकामा रिन्यू नगरेर भने यिनी नेपाल आउन पाउँथेन उसले 6 महिनाको पनि रिन्यू गर्यो एक्स्ट्रा 1 महिना पनि थप्यो कि अनि बल्ल उसले एक्जेक्ट हुन पायो अब साउले नतिरेपछि केटाले तिर्नुपर्छ 3 महिना गर्नुपर्ने छ छुट्टी पठाउनको लागि अब यहाँभन्दा पछाडिको चाहिँ 3 महिनाको चाहिँ अनिवार्य गर्नै पर्ने छ अब उसले एकजिट नपठाउनु रहेछ छुट्टी भनेर पठाउनु त्यो छुट्टीको लागि त अब घरमा कमसेकम 2 महिना त बस्छ मान्छे छुट्टी गइसकेपछि भनेर 3 महिनाको चाहिँ त्यसमा पछाडि पनि गरेर पठाउनु कान्छा पनि त्यही गर्छ त्यही सिस्टमले त्यो नगरे फेरि तपाईँले उहाँ पनि त्यस्तै नै भनिदिनु न तपाईँले मेसेज अब हिजो पनि गरेछु ओके भन्नु मान्दै नमान्ने अब के गर्छस् त तैँले अब 1 वर्षको इन्सुरेन्स गर्नुपर्ने रहेछ त्यो नभई नहुने इन्सुरेन्स गरेर अगामा रिन्यू गरेर अनि बल्ल पठाउनु पर्ने रहेछ मेरो 1 वर्षको इन्सुरेन्स गरिदिएँ भाइको विषयमा त पठाउँछु भनिसकेको छ अब तिम्रो विषयमा चाहिँ अब भाइ बसेको भाइ मैले पेल्न मिल्थ्यो अब के छ त्यसको गल्ती त्यो गल्ती पठाउँदै जानुपर्छ अब तिमीले मलाई नढाँटिकन भन्यो 6 महिना रिन्यू चाहिँ 1 महिना रिन्यू गर्दा अब त्यो मैले बोल्नै मिल्दैन मैले गरिदिएँ त रिन्यू अझै 1 महिना थप्दिएँ त एक्सपायर भएपछि फेरि गर्थेँ फाइन तिर्ने मैले हो भनेर उसले सोध्छ त्यो बोल्नै मिल्दैन लाइसेन्सको विषयमा के थियो अरे लाइसेन्स त अब उसले मिडियमको बनाउँछु भनेर भन्यो मैले मिडियमको बनाउँदिनँ म किन बनाउने म हेभीको उसमा भन्छ हेभीकै बनाउँछु भने तर उसले हेभीको उसको बनाउनु जिम्मेवारी लाइसेन्स पनि मैले बोल्न मिल्दैन अब मैले के भनिदिन्छु भने अब तैँले नै जान्छु भन्ने बित्तिकै टिकट इस्यु गर भनेर भनेर रहेछस् भनेर भन्छु अब त्यो खदाङ बदाङ कुरा मैले बोल्नै मिल्दैन अब जसरी नि उसले त मिडियमको दिए नि जे दिए नि लिगल त राख्न खोज्यो नि त अनि त्यो अब यहाँबाट त्यो हो तिमीलाई हेभी भनेर लग्यो लाइटको लाइसेन्स दियो त्यो त्यो झुट आफ्नो बोली ठाउँमा त छ। लान मिलेन नि त जानु त हो नि त। अब मैले चाहिँ त्यो चाहिँ अब तैँले उसले टिकट इस्यु गर भने होइन हो उसले दिपेन्द्रले टिकट छ लेखेर पठाएको भोइस केही छ त्यो अब फोनमा बोले अब फोनमा होइन व्हाट्सएपमै थियो छ भने मलाई व्हाट्सएप गरिदिनु त त्यो टिकट इस्यु गर भन्छ नि त त्यसले त्यो चाहिँ अब व्हाट्सएपमा त अब त्यो त्यही त हो नि कुरा बिग्रिसकेपछि कुन पक्षको गल्ती छ त्यो पछि समाउनुपट्टि लाग्नुपर्छ अब उहाँ हुँदा उहाँको नम्बर व्हाट्सएप थियो यहाँ अहिले अर्कै छ व्हाट्सएप अब कसरी दिने? त्यस्तो सिरियसली हेर्नु पर्दैन छ भने मलाई फुत्त पठाइदिनु न मेरो त्यही नम्बर मैले पनि त्यो तपाईँको ब्यालेन्स स्यालेरी माग्नपट्टि लागेको नि कति दिएको थियो 1100 होइन त्यही 1100 अब त्यो ओभर टाइम त के कुरा हुन्छ म 8 घन्टा ल अब कति प्रोसेस अब कति एक हप्ता कति त्यस्तैको होला म आज आइतबार पनि खासै त्यसले फोन उठाउँदैन उठाएको छैन म हजुरलाई भोइस मेसेज पठाउँछु व्हाट्सएप केमा छ त्यहाँ बहिनीलाई दिएको नम्बरमा छ म त त्यो हर्जाले चलाउँदैन मेरो छोरीले चलाउँछ सँगै होइन र नाम तपाईँहरू एकैजना। म त्यो नम्बर दिनु नि त व्हाट्सएपको नम्बर दिइदिनु किनभने कागजपत्र त्यही आएर पठाउनुपर्छ इमर्जेन्सी केही गाल्न सक्छ त्यो बहिनीलाई दिइदिनु
नहीं आएको छैन नि त्यो